यो नेपाल भ्याकेन्सीको युट्युब च्यानलमा सबैजनालाई स्वागत छ र आज म फेरि एउटा नयाँ भ्याकेन्सी लिएर आइसकेको छु कर्मचारी सञ्चय कोषको र यो भ्याकेन्सीको बारेमा पुरै डिटेल रूपमा भन्ने छु र सबैजनाले यो भिडियोलाई फर्स्टदेखि लास्टसम्म हेरिदिनु होला। अनि जति नयाँ साथी हुनुहुन्छ भने सबैजनाले के गर्ने सब्स्क्राइब अनिवार्य रूपमा गरिदिनु होला, ठीक छ। र यो भ्याकेन्सीको बारेमा म चर्चा गर्ने छु अनि फर्स्टदेखि लास्टसम्म भिडियो हेरिदिनु होला, ठीक छ। ल म सुरुवात गर्छु, ठीक छ। ल सबैभन्दा पहिला हेर्न सक्नुहुन्छ कर्मचारी सञ्चय कोषको भ्याकेन्सी खुलाएको छ, ठीक छ। ल यो हेरिहाल्नु होला। यसको विज्ञापन मिति कहिले छ, ठीक छ, हेर्न सक्नु। यो पहिले विज्ञापन मिति हेरिहाल्नु होला, ठीक छ। 2081 12 महिना 8 गतेको गोरखापत्रमा के गरेको छ, प्रकाशित गरेको छ, ठीक छ। ल प्रकाशित गरेको छ, ठीक छ। ल यसमा अब के छ, यतातिर हेर्न सक्नुहुन्छ मिति 2081 12 महिना 8 गते प्रकाशित गरेको मिति छ, ठीक छ। ल यसको फर्म भर्ने तरिका, फर्म कताबाट भर्ने, यतातिर यो डिटेल रूपमा आफैले राम्ररीसित पढ्नु होला, ठीक छ। आफैले पढेपछि मैले मेन पोइन्टहरू भनिदिइरहेको छु, त्यो पोइन्टबाट तपाईहरुलाई केही समस्या नहोस् मेन पोइन्ट भनिदिइरहेको छु। अनि त्यो अझै पढ्न वाला छ भने आफै पढिहाल्नु होला, ठीक छ। ल ठीक छ, यो मेन पोइन्ट आफैले पढ्नु होला, ठीक छ। ल यसको मेन पोइन्ट यो हो, दरखास्त कसरी भर्ने, कुन ठाउँबाट भर्ने, यसको यो वेबसाइट कुनै कपी किताबमा वा कुनै ठाउँमा एउटा नोट गरिहाल्नु होला, ठीक छ। यो वेबसाइटको नाम हो vacancy.epf.org.mp छ, ठीक छ। कुनै पनि क्रोम ब्राउजरमा जाने, कुनै पनि ब्राउजरमा जाने, ब्राउजरमा यो सर्च गरेपछि के हुन्छ, कर्मचारी सञ्चय कोषको वेबसाइट खुलिहाल्छ, ठीक छ। यो खुलेपछि यतातिर हेर्न सक्नुहुन्छ, अब यतातिर पढ्नु होला, ठीक छ। ल त्यसपछि अब म तलतिर गइरहेको छु, ठीक छ। यो भ्याकेन्सीको मिति भन्दा भित्र भ्याकेन्सी निकालेको छ, ठीक छ। ल अझै म डिटेल भन्ने छु तलतिर, ठीक छ। ल अब यतातिर हेर्न सक्नुहुन्छ, अब म तल गइरहेको छु, ठीक छ। ल कुन पदमा भ्याकेन्सी खुलाएको छ त अब बुझ्नु पर्यो। सबैभन्दा पहिला यसको विज्ञापन, जुन यो विज्ञापन हेरिहाल्नु होला, ठीक छ। आफूले कुन पदको लागि एभाइलेबल हुनुहुन्छ त्यो पदको लागि, अनि त्यो पदको बारेमा डिटेल जानकारी लिन सक्नुहुन्छ। मैले सबैको बारेमा भन्ने छु, ठीक छ। ल सबैभन्दा यो 8औं पदमा कुन के को लागि निकालेको छ हेर्न सक्नुहुन्छ। पद के छ, प्रबन्धक, त्यो प्रशासनको छ, हेर्न सक्नुहुन्छ। खुल्लामा कतिजना छ, 1 जना, दलितको 1 जना, अनि खुल्लाको 1 जना, दलितको 1 जना छ, यसको भइहाल्यो, ठीक छ। ल यसको के छ, 7औं तहमा के उप प्रबन्धको छ, प्रशासनको खुल्लामा 1 छ, मधेसीमा 1 छ, दलितमा 1 छ, ठीक छ, यसको भइहाल्यो। त्यसपछि फेरि 6औं तहको लागि यो 8औं थियो, यो 7को फेरि छ, ठीक छ, यो 7को छ, ठीक छ। त्यसपछि यतातिर हेर्न सक्नुहुन्छ प्रशासनिकको छ, ठीक छ। खुल्लामा 4 जना छ, 6औं तहको, ठीक छ। 6औं तहको लागि खुल्लामा 4 जना छ, महिलाको 1 जना छ, मधेसीको छ, दलितको छ, अपाङ्गको छ, यत्मा जम्मा मिलाएर हेर्न सक्नुहुन्छ, ठीक छ। र फेरि 6औं तहको लागि सहायक प्रबन्धकको लागि प्रशासन कानुनीको छ, खुल्लाको 1 जना, खुल्लाको 1 जना, खुल्लाको 1 जना यो मात्रै छ, ठीक छ। ल यसको मात्र 1 जना छ, ठीक छ। ल अनि यतातिर हेर्न सक्नुहुन्छ 6औं तहमा फेरि 6औं तहमा यतातिर हेर्न सक्नुहुन्छ, यतातिर 6औं तहमा प्राविधिकको पनि दिएछ, सूचना प्राविधिकको, र ठीक छ, 1 जना छ, ठीक छ। र अनि आदिवासीको पनि 1 जना छ, ठीक छ, 1 जना यसको पनि दिएको छ, ठीक छ। ल अनि तलतिर यसको कति दस्तुर छ त्यसको बारेमा, दरखास्तको दस्तुर कति छ, ठीक छ। प्रत्येक विज्ञापन पदका लागि दरखास्त दिने 1100 रुपैयाँ छ। बेसी समावेशी फेरि थप गर्नेको लागि कति छ, 500 रुपैयाँ, हेर्न सक्नुहुन्छ, ठीक छ। ल 1100 रुपैयाँ खुल्लाको लागि छ, समावेशीको के छ 500 रुपैयाँ छ, बुझ्न सक्नुहुन्छ, ठीक छ। ल अब म तलतिर फेरि गइरहेको छु, तलतिर हेरिरहेको छु, ठीक छ। ल यतातिर अब हेर्न सक्नुहुन्छ, फेरि यतातिर मैले त छोटो भनिदिएँ,
फेरि यसको पनि भनिदिए, यसको पनि भनिदिए। ठिक छ। ल अब पाँचौँ तहको पालो छ। यसको विज्ञापन हेर्न सक्नुहुन्छ। यसको खुल्लाको विज्ञापन नम्बर यो छ, त्यसको यो छ, एसीको छ, दलितको छ र पिछडिएको छ। ठिक छ। ल यो आफैले बुझ्न सक्नुहुन्छ। ठिक छ। यो मैले पदको बारेमा भनिदिइरहेको छु। प्रमुख सहायक छ प्रशासनमा। ठिक छ। ल खुल्लामा छ 12 जनाको। ठिक छ। त्यसपछि महिलाको 3 जना, आजकोमा छ 3 जना, मधेसमा छ 2 जना, मधेसीको 2 जना छ, 1 जनाको छ, दलितको, पिछडिएको 1 जनाको छ। यसको दस्तुर कति छ त? यसको फर्म भर्ने दस्तुर 600 रुपैयाँ छ र समावेशीतर्फ 300 रुपैयाँ छ। ठिक छ। ठिक छ। ल अब मैले फेरि तलतिर गइरहेको छु। ठिक छ। ल हेर्न सक्नुहुन्छ। यो पुरै डिटेल रूपमा हेर्न सक्नुहुन्छ। भिडियोलाई पज गरेर हेर्न सक्नुहुन्छ। ठिक छ। यो भिडियोलाई पज गरेर राम्रोसित हेर्न सक्नुहुन्छ। ठिक छ। ल अब फेरि म तलतिर गइरहेको छु, मेन पोइन्ट भनिदिइरहेको छु। ठिक छ। ल त्यसपछि यो सबै आफैले राम्रोसित पढ्न सक्नुहुन्छ। ल यो सबै आफैले राम्रोसित पढ्न सक्नुहुन्छ। ठिक छ। ल पढ्नु होला। ठिक छ। यो के भनेछ, 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 यो के यसको बारेमा आफैले पढ्न सक्नुहुन्छ। ठिक छ। ल अब मैले फेरि तलतिर गइरहेको छु, मैले मेन पोइन्ट भनिरहेको छु। ठिक छ। ल त्यसपछि यसको पोइन्ट वा मेन पोइन्ट यता आयो। ठिक छ। ल उमेरको हद हुनुपर्नेछ हैन। ठिक छ। उमेरको हदमा कति भनेछ? 35 वर्ष पुरुषको लागि छ। हेर्न सक्नुहुन्छ। यतातिर आफैले पढ्न सक्नुहुन्छ। र महिलाको लागि कति छ? 40 वर्ष। 40 वर्ष हेर्न सक्नुहुन्छ। 40 वर्ष। ठिक छ। ल 35 वर्ष पुरुषको लागि र महिलाको लागि, महिला अपाङ्ग जति छ यसको लागि 40 वर्ष भनेको छ। ठिक छ। ल फेरि म यतातिर अब तलतिर गइरहेको छु, हेर्न सक्नुहुन्छ। यतातिर यो पोइन्टहरू अब मैले तलतिर यतातिर दरखास्त भर्ने कसरी, दरखास्त फर्म, दरखास्त बुझाउने प्रक्रिया यो आफैले पढ्न सक्नुहुन्छ। मैले अघि नै भनिदिएँ। यसको वेबसाइट यो हो र एप्लिकेसन के गर्नुपर्छ यो वेबसाइटमा गएर अनि फर्म फिल गर्न सक्नुहुन्छ अनलाइनबाट। ठिक छ। ल अनलाइनबाट फर्म फिल गर्न सक्नुहुन्छ। ठिक छ। त्यसपछि यसको एप्लिकेसन भरेपछि सबमिट गरेपछि यसमा ई सेवाबाट पनि हेर्न सक्नुहुन्छ। आइपिएसबाट, ई सेवाबाट, खल्तीबाट पनि पेमेन्ट गर्न सक्नुहुन्छ। ठिक छ। या पेमेन्ट गर्न सक्नुहुन्छ। कुनै पनि समस्या हुन्छ भने यो कर्मचारी सञ्चय कोषको टेलिफोन नम्बर छ, यसमा सम्पर्क गरेर बुझ्न सक्नुहुन्छ या त इमेल गरेर पनि मेसेज गर्न सक्नुहुन्छ। ठिक छ। ल यति कुरा, कुनै पनि फर्ममा समस्या आयो भने तब सम्पर्क गर्नु होला। ठिक छ। ल त्यसपछि यतातिर मैले के अपलोड गर्नु भनेको छ हेर्न सक्नुहुन्छ। यो सबै आफैले पढ्नु होला। मैले भनिदिएँ। ठिक छ। मेन पोइन्ट भनिदिएँ। ई सेवा, खल्ती, आइपिएसबाट पनि भाउचर बुझाउन सक्नुहुन्छ। ठिक छ। ल अनि जतिजना नयाँ साथीहरू यो भिडियो हेर्नुहुन्छ भने सबैजनाले अनिवार्य रूपमा सब्सक्राइब गरिदिनु होला। यो पोइन्टहरू आफैले पढ्न सक्नुहुन्छ। ठिक छ। राम्रोसित पढ्न सक्नुहुन्छ। या त भिडियोको डाउनलोड गरेर अनि राम्रोसित पढ्न सक्नुहुन्छ। ठिक छ। ल के भनेछ, यो के भनेछ, के चाहिन्छ, यो पोइन्टहरू के भनेछ, सबै कुरा आफैले राम्रोसित पढ्न सक्नुहुन्छ। ठिक छ। मैले मेन पोइन्ट भनिदिइरहेको छु। त्योबाट तपाईलाई केही समस्या नहोस् र बुझ्न पाउनुहुन्छ। ठिक छ। ल यो पोइन्टहरू आफैले राम्रोसित पढ्न सक्नुहुन्छ। ठिक छ। ल अनि फेरि भन्छ 21 दिनभित्र सिंगल दस्तुरमा भर्न सक्नुहुन्छ फर्म र 21 दिनभन्दा बढी हुन्छ भने 7 दिन, त्यो पनि 7 दिनको छ, तब डबल दस्तुर लाग्छ। ठिक छ। अब त्यसको दस्तुर कति थियो त्यसको डबल भइहाल्छ। ठिक छ। या त तपाईहरूले के गर्ने, 21 दिनभित्रमा के गर्ने, फर्म भरिहाल्नु होला अनि भाउचर कटाइहाल्नु होला। ई सेवा, खल्तीबाट, आइपिएसबाट जुन सेक्टर तपाईँको राम्रो लाग्छ त्यो सेक्टरबाट कटाइहाल्नु होला। ठिक छ। ल नछुटोस् र 21 दिनभित्र फर्म भरिहाल्नु होला। जुन पोस्टको लागि एभाइलेबल हुनुहुन्छ तपाईँले त्यो पोस्टको लागि। ठिक छ। ल अनि डबल दस्तुरमा 7 दिन अझै थप दिएको छ। ठिक छ। ल यतातिर हेर्न सक्नुहुन्छ। मैले मेन पोइन्ट भनिदिएँ सबैजना। ठिक छ। ल यही पोइन्ट छुटेको थियो अनि लास्टमा गइरहेको छु। ठिक छ। ल अनि फेरि मैले स्लो गर्दै फर्स्टमा गइरहेको छु, किनभने हेर्न सक्नुहुन्छ
अनि जतिजना नयाँ साथी हुनुहुन्छ सबैजनाले सब्स्क्राइब अनिवार्य रूपमा गरिहाल्नु होला। सब्स्क्राइब, शेयर अनि कमेन्ट गरेपछि म पनि बुझिहाल्छु कि कतिजना हेरिरहेछ, कतिजना साथी मेरो भिडियो हेरिहालेछ। ठिक छ ल। अनि त्यो कारणले गर्दा अनिवार्य रूपमा सब्स्क्राइब गर्नु होला र यो भिडियो राम्रोसित फर्स्टदेखि लास्टसम्म सबैजनाले हेरिदिनु होला। ठिक छ ल। यो नेपाल भ्याकेन्सीको युट्युब च्यानललाई सबैजनाले सब्स्क्राइब गर्नु होला। र एउटा कुरा अझै, ठिक छ, दराज एपबाट कुनै सामान किन्नुहुन्छ भने हाम्रो यो भिडियोको डिस्क्रिप्सनमा लिङ्क छ, त्यो लिङ्कबाट गएपछि तपाईहरुलाई 25% छुटको साथमा सामान पाउन सक्नुहुन्छ। ठिक छ, गर्नु होला। ठिक छ। यो भ्याकेन्सी भिडियो राम्रो लाग्यो भने सबैजनाले लाइक, शेयर अनि सब्स्क्राइब अनिवार्य रूपमा गर्नु होला। अनि कमेन्टमा केही सल्लाह सुझाव दिनु होला।